गाइज हामी चाहिँ काठमाडौँदेखि दाजुभाइ नुवाकोट लाग्यो होइन। अब यो भिडियो चाहिँ अलि आउँछ होइन, अलि दिन पछाडि युट्युबमा आउँछ। हामी चाहिँ दाजुभाइ लाग्यौँ। हाम्रो नुवाकोट कस्तो छ भन्दाखेरि यसरी हेरौँ होइन, यतापट्टिबाट हिमाल पहाड तराई सब देख्छ के, सबै एकदम दामी पारामा देखिन्छ। हामी दाजुभाइ चाहिँ यो बाटो होइन, सबैजनालाई यदि नुवाकोट टुर चाहिएमा हामीलाई सम्पर्क गर्नु होला। नुवाकोटसम्म आरामदायी हामीलाई जतिजना हुनुहुन्छ रिजर्भ चाहिन्छ भने नि हामी मजाले लगिदिनेछौँ। दाइको नम्बर भनिदिनु त। 9745 55 08 15 है गाइज, सम्पर्क गर्नु होला गाडीहरू रिजर्भ चाहिएको खण्डमा, सम्झिनु होला। हजुर गाइज यस्तै हो। हामी चाहिँ काठमाडौँदेखि हिँडेको होइन दाजुभाइ, यस्तो ठाडो बाटो हिँड्यो कि बाटो चाहिँ अब साफ छ भनेर हामी दुईजना आएको। घरमा बाइक स्कुटर छोडेर लोड मारी पसिनाले भिजिसक्यो होइन। तपाईँहरू पनि एकचोटि यसरी भिज्नु है, के गर्नु जानै पर्यो होइन। जान्छ रे गाइज, यसरी यहाँ रुक जान्छ रे। सबैजनाले यो भिडियो सेयर गरौँ। सबैजनाले राम्रोसँग देश विदेशमा हुनुहुन्छ भने अर्कोचोटि चाहिँ अवश्य आफ्नो फ्यामिली परिवार दिदीबहिनी दाजुभाइ सबैजना मिलेर आफ्नो चाडपर्वलाई नभुलौँ र सबैजनाले चाडपर्वलाई खुसियाली साथ मानौँ है त। टिका लाउन दिदी घर हिँड्ने गाइज, बाटो बर्खाको बाटो बनाएर हिँड्छ र हिँड्नु पर्यो। ल है त गाइस, ओके। सबैजनाले भिडियोलाई सेयर गर्ने, एकदम माया गर्ने। ल गुड लक, ह्याप्पी तिहार। ओके दिदीको घर पानी तताइरहेछौँ। भान्दाईको कति खसी काटेर हेर्नुहोस्, खसी देखा यता ल्याएर। खसी चाहिँ यता छ, यो चाहिँ टाउको हो कि यसको है। म चाहिँ फेरि कुम्भकरण त्यति उठ्दिनँ चाँडो होइन। ए यतापट्टि दाइ के छ त दाइ? अनि ठिक छ, खुसी छ नि? एकदम ठिक। अनि भाउजू ए यता दाइ होइन, यता चाहिँ म छु होइन। सबैजनालाई ह्याप्पी तिहार अनि होइन मिठो माया होइन सबैजनालाई, देश विदेशमा हुनुहुने सबैजनालाई है। आज चाहिँ टिकाको दिन होइन, यो भिडियो आजै आउँछ है, आज बेलुका समथिङ आउँछ। सबैजनाले हेर्ने, मिठो माया गर्ने। सब अहिलेसम्म मैले भिडियो हालेको छैन होइन, त्यही नै हो है। यहाँ चाहिँ पानी तात्दैछ, यता चाहिँ दाइ बसिरहेछ, यता दाइ भइगयो अनि त्यही नै हो। अरू चाहिँ यता बोनो चाहिँ यता चप्पल लिएर हिँड्दै के छ? ठिक छ बुनु? खै त भाइ उठाएन ल, आमा छोरी जेठी छोरी ल। ल यता यो भाइ पनि छ यतापट्टि है त गाइस। ओके, बेस्ट अफ लक है। यो भिडियो चाहिँ आजै आउँछ बेलुका। उसले दिन्छ, उनीहरूले अहिले अर्कै पर्छ हो। त्यहाँ घुम्दै आउनु कति दाइनतिरै भयो, दाइन हो खिचखिच हो। अलिअलि पानी गर्नु त्यहाँ जानु त्यसरी भयो। अब एकचोटि कतिचोटि हाम्रो चाहिँ तिहारको सुरु भयो होइन। टिका अब सबैजना राम्रोसँग दाइ चाहिँ उता टिका लाउनु जानु भएको छ। अलिअलि हो त्यसरी हिसाबै आउनु न, त्यो बेसी यसमै आउनु न। त्यसरी तेलको हेर कति गर्नुपर्छ।
हाम्रो डन तिमी कुन डन तिम्रो मित कतिवटा अरे दुईटा धेरै रे लामो गर्ने कि भिडियो तेल अलि लाउनु त्यसले क्यामेरा हातले छिकिरहेको तारा आएर खिचन यसले त्यही अब टीका लाउने है अब त्यसले सिधा यहाँ कमाउने भयो अगाडि हल्का उलाउनु नत्र अड्दैन केसरी लाउनु अगाडि सिधा त्यो केसरी लाल्नु पाइहाल्नु पर्ने भयो हल्का केसरी दलेपछि सर टाँसिन्छ हो भरे उठ्यो त नटाँसिँदै टाँसिँदैन यो ल्याऊ मम्मी त्यसले हुन्थ्यो है उम्राले भन्दा है त्यो रुईले भन्छ जुनले ल लाउनु ल सिधा तान्नु ल सिधा छ है हो छ सिधा छ हो माथि जान्न हल्का कानीमा गिलगिलो अलिक चोक्नु न ल ल खान्छ टक्क टक्क कुकुन लाउने हो अब अर्कोले अब यो रातो यतापट्टि अब पहिला रातो यहाँ तल र माथि लाउनु रातो यहाँ त तुसार मलाई सिलाउनु टुपुक्क यसले सही हुन्छ कि अलि उ गर्नु न अलि चोक्नु देखेर हाल्ने यस्तो गरेर लाउनु सिधा गर्नुपर्छ है अब यहाँ तर पनि त्यही लाउनु यो लाउनु तल माथि रातो लाउनु हो अलि सिधा गर्नु झन् त्यस्तो गरेपछि अलिक टक्क राख्ने मात्रै हो कि अब अर्कोले ल अब यो खिँहरू खाइसकेछ खाइरह अब यो लाउने अलिक जोडेरै गर्नु है राम्रो हुनुपर्छ नि हो ल अब यो अनि दिएर खानुहुन्छ हटेसै छैन होला है भएपछि छिटो त्यसरी हट धेरै गर्नु पर्दैन यो लाउनु यो छिर्के मिर्के बिचमा पार्नु त्यो छिर्के चाहिँ तल माथि पार्नु के अब यो अब फेरि माथिबाट के सेतो लगाएन सेतो तल्लोपट्टि पाइमा न यतापट्टि
ओ यहाँ तलपट्टि भित्र उयो रातो बनाइदिनु यो पहेँलो लगाइदिने यो ए देखिन्छ यो त्यहाँनिर एकै ठाउँ हुने भयो यो रातो चाहिँ उयो लाउनु यहाँ अलिक चक्की लाउँछ त्यो फेरि एकै ठाउँ रातो भन्दा माथापट्टि लाग्यो यहाँनिर रातो भन्दा तलपट्टि सुक्यो कि सक्यो निकाल्ने अहिले यहाँसम्म लाउनु पर्ने छ है अलिकति त्यो उ भएर राम्रो ल ल ल पहेँलो अहिले मलाई एकैचोटि लाउँला अब भाइले अलि माथिसम्म लगायो भने चाहिँ यहाँ हुन त कपालले छेन्दैन त बिचारा हात काम्यो है त्यताबाट आउँदा अब यताबाट त्यताबाट खिच्छ यो छ नि त अर्को त्यसमै हो यसै हुन्छ त्यो भाइले उसलाई छुट्यो केसरीलाई अलिकति केसरी दिनु पहिला पहिला उयो केसरी सिधा बनाएर गिलो चाहिँ सर्र उ गरेर तर गिलो हो यहाँ चाहिँ यस्तो भइरहेको गाई हावा आउँछ भनेर तलबाट तान्नु माथि स्वर जानु अझै माथिसम्म जानु अब अर्को टक्टर लगाइहाल्नु तिनीहरू सर र माथिसम्म तान्दिनँ स्वात्तै अलि माथिसम्म गएर हो त्यही चोपे ल ठिक छ त्यही चोपे त्यही चोप्नु चोप ल ए तल पुछाना लगाइदिनु झ्याप्प फेरि चोपल्नु मैले मिल्दैन बिस्तारै टुच्च छोइदिउँला त्यहाँ बिस्तारै त्यो धेरै पावरले नछुइदिनु न भइसक्नु हुँदैछ कि धन है हुन्छ अब हल्का खाले अब अर्को ल्याउनु नभए त्यो लाउनु यो समात्नु च्याप्प चोक्नु त बिस्तारै अझै यहाँनिर ट्याक्क राखेर यतापट्टि सर्ट तानिदिनु है बिस्तारै लो बो धेरै नछुइदिनु हो ल कस्तो नराम्रो अब अर्को हो दिनु रातो अब यो लिएर आउनु औ सिराना सेतो लिएर आउनु सेतो पनि यो पोको ल्याउनु परिनु भयो अलि यहाँनिर यो अझै हो ल ठ्याक्क यहाँ रातो भन्दा मुनिबाट डरले धेरै छिटो अब यो फेरि लाउनु त ल समात्नु यो लिएर आउनु ल बाबा बन्द भयो भइहाल्यो त्यस्तै सेतो बुनेर टुक्क धेरै नथिच्नु क्या बिस्तारै टुच्च छोइदिनु त ट्याक्कै बस्छ एक सेकेन्ड अब यहाँतिर लगा धेरै डरले अब यो अब त्यो सेकेन्ड हैन उयो राखेन कुन चाहिँ सेकेन्ड आएन छर्के भालो त्यो हात अलि चोक्नु त भएन अहिले हात अलि ट्याक्क गर्नु यहाँ सकिसक्यो हो हात अलि चाहिँ झ्याप्पै बस्छ पुरो हो त्यहीँ अलि तल सानी कुकुर आए जाता फेरि एकचोटि फिदिएर लगाइदिएको छ ल यो पो अब यहाँ तलबाट के लाउनु त्यो रातो लगाइदिनु उयो रातो लाउनु यहाँनिर
यस्तै हो अब एकछिनलाई त नि ल गाइस फाइनल्ली टिका चाहिँ लगाइसक्यो होइन माला लगाइदिनु अब फेरि यतापट्टि सानो भतिजको पनि पाला छ दुईजना इन्तजारमा छ है यो बाप दाइलाई मलाई पनि लगायो भने लगाइदिनु अब के अरे कान्छोलाई यिनीहरूले लगाइदिइहाल्नु अनि एकैचोटि लगाइदिनु ल बस है खाँदै ल अब भयो खिचिरा राम्रो तले टिका लाएरै बस त्यहाँ बिसाएँ एउटा राम्रो दाल झ्याक मलाई अलि राम्रो भिडियो गर्ने है अहिले यसलाई काट अहिले पछि गरौँ हाम्रो चाहिँ दाइको छोराछोरीको टिका हुँदैछ गाइस यो टिका यो अर्को यो हो नि जाऊ त्यहाँ दिदीसँगै हात देऊ सुरु गर तिमी पनि कहाँ यहाँ ल यो यहाँ के लाउने त्यसपछि यहाँ सबै यहाँ हुन्छ यहाँ बस ल यहाँ बस छिटो भने उहाँ अहिले यहाँ कत्रो पार्टी हुन्छ यहाँ छिटो भाइ चाहिँ यस्तो
यहाँ टिका लाउने पहिला टिका यहाँ बस खैदिनु म गरिदिन्छु ल यहाँ दिने तिमीहरूले लाउने यहाँ म त यहाँ ल घुम्न थाल्न एक उसलाई होदिँदै गएर खाइरहन्छ तिमीहरू एउटाले एउटाले पानी तिमीहरू त एउटाले पानी घुमाउ एउटाले यो तेल घुमाउ ल ल तेल लिएर यताबाट घुम्ने हैन आइ घुमा जस्तो त यहीँ भित्र सानो हुन्छ तिमीहरूको सानो ल त्यो कतौरा के लाग्यो यसरी यहाँ सानो हुन्छ फर्र अब एकछिनमा खाने ल घुम्दै यसरी लिएर यहीँ भित्र है यहीँ भित्र त्यहाँ मात्रै त्यहाँबाट यहाँबाट यहाँबाट छिरो यहीँबाट हो त्यहाँबाटै सिधा बस्छ कान्छो हो त्यहीँबाट घुमाउ सिधा हो बस्छ सिधा खोइ यो त्यति सिधा जाऊ ए खुट्टा कलेज गर्दा हेर नजाले सानी आले तर पह एकछिन टिका लाउने बेला पह न्युरौ न हो ल दुई भयो है अब एक बाई छिटो ल ल भयो होला कति घुम्या तिमी तिमी भाइ नहुन यो ताड यो भाइले मलाई कुर्छ भाइ हाम्रो भाइ कस्तै ल भाइलाई तेल लगाइदेऊ ल तेल लगाइदियो तेल तेलको बटल ल्याउनु यहाँ एकछिन बस्नु न म यहाँ कस्तो क्यामेराम्यान ला जस्तो गर नि तिमी पनि ए के होइन अलिकति चोपिया जस्तो गर अनुहारमा अलि राख्छ त्यस्तो होइन नि त कान्छ यहाँ अहिले ल त्यहाँ समाइदियो त कान्छ त्यो ऊ ल के सरी न त्यो समाइदियो सिधा पोलिटिकल पहिला त्यो केसरीलाई अलिक गिलो बनाउनु त अलिकति पानी गिलो बनाउने अलिक सिधा गरेर खान्छ टिका बाङ्गिनु हुँदैन यहाँ दिएर ल सिधा ल भट्टाभट गर नि किन तिमी एउटाले एउटा कलर समात एउटाले एउटा हो यसरी उसले जाने रहेछ त्यो पानी मात्रै ल्याऊ त्यो पानी मात्रै माथि सारो माथि सारो तल जेठीले भाइलाई टिका लाउँदैछ भट्टाभट कलर एउटा दिदी बहिनी भएर छिटो हातले हुन्छ हातले हो यो कालीले लाउँदै रहेछ एउटा कलर हाल यहाँ माथि ल यो बिगार्न थाले भाइ नचाल मलाई अझै त के लाउने के बस खतरा लाउँदै रहेछ ल सर्लक्क निकाल्दा अब तलबाट स्वाट्ट सोड त तलबाट चाहिँ उकान यसको चाहिँ आरोको टिका ओहो खै यता हेर छोरो यता हेर ल यसको पो टिका आरो भयो त ल यसरी हेर न ओहो यस्तो माला लाउन पाएपछि त नचल म चाहिँ उताबाट जाने हो के हो मम्मी छोड्नु त हाम्रो रातमा चाहिँ थियो थिच्नु रातोले यहाँ बसेर खिच्नु त्यो रातो बाहेक अरू सबै भन्नु यो रातो लगाएको रातो होइन रातो लगाउनु हुँदैन होला
त्यो बस्यो यो हालेन त्यो अनि त्यो अरू त हुन्छ उ त्यो एउटा रातो एउटा नहुन्छ नि पखाइए पखाइए लिएर अमन दिदी कान्छी प्लास राखिलाई त्यो सबै नखोज्दा पखाबा म ल्याउ म टिका के दामी बस्छ है खै आमाइले हेर्नु आपी कति राम्रो मुमा यता पनि हेर्नु न मुमा हान्नु त यता यहाँ हान्नु न मुमा मुमा दुईटा नि ओ मुमा छ माला त भन्दा यहाँ हेर्नु मेरो दिदीलाई माला लाउनु पर्यो दिदीलाई माला लगाएको है त गाइस है सबैजनाले मागेको अरू दाजुभाइ छैनन् खाना त अब के रे पैसा पनि ल मेरो दिदीलाई खिच्यो अब अरू भाइहरू आएन अब हामीले गर्न सक्ने भने यति हो त्यही सकेन दिदी ल अब ल दाजुभाइ त्यही ल ए हो तपाईँलाई खै अब तपाईँले यसरी यसो गरेर राखिदिनु है हातले ल गाइस हाम्रो चाहिँ रिया र म रमाइलो भयो होइन अब जे जस्तो भए पनि यसपालिको 2082 सालको तिहारको भाइटिका सबैजनालाई मिठो माया अनि मिठो सम्झना है विशेष गरी मेरो दिदी अनि बुवा अनि दाइ भाउजू सबैजनालाई धेरै धेरै मिस गरेको छु कोसेली पात अब यस्तै चाहियो भने आउनु होला के भन्नु छ र होइन बहिनी दिदी जहाँ हुनुहुन्छ खुसी साथ बस्नु होला राम्रोसँग यस्तै भइगयो होइन पछि एकैसाथ बसेर रमाइलो गरौँला र भाउजूलाई चाहिँ भएन हाम्रो कोसेली यति मात्रै देखा होला नि अचार मासु यति पनि खाने फेरि बाँकी नै छ सबैजनाले मिस गरिरहेको छु होइन सबैजनालाई घर फ्यामिली सबैजनालाई होइन त्यही नै हो हामी चाहिँ हिजो आएको होइन हिजो आयौँ धेरै रमाइलो भयो होइन त्यही नै हो अब सबैजनालाई धेरै मिस मम्मी बुवा दिदी दाइ सबैजनालाई है त धेरै धेरै मिस ओके थ्याङ्क यू सो मच सबैजनाले भिडियो हेर्नु होला राम्रोसँग मिस नगर्नु होला भन्न चाहन्छु जहाँ हुनुहुन्छ खुसी साथ बस्नु होला भन्न चाहन्छु है त थ्याङ्क यू सो मच टिकाको दिन है गाइस यता दाइ यता भाउजू भइगयो यता बुने यता हेर बुनु यता हेर ठिक छ ठिक छ उता दिदी चाहिँ भाँडा मार्दै हुनुहुन्छ यता हेर्नु त दिदी ल ल यो हाम्रो दिदी चाहिँ वहीँ हुनुहुन्छ है बुवाको दिदी मेरो चाहिँ फुप दिदी है गाइस ओके सबैजनाले चिनेर राख्ने ओके अनि यतापट्टि चाहिँ बुनु जेठी छोरी दाइको यता हेर कान्छी छोरी ए कान्छी छोरी त्यसपछि बाबु कहाँ गयो औ यहाँ हो ए दाइ यहाँ सुरु गरिराख्ने दुईजना दाइ म चाहिँ अब त्यही हो यस्तो गर्ने भिडियो बनाउने त्यस्तै हो मेरो कामै होइन अरू के छ र जिन्दगानीमा यहाँ कान्छो चाहिँ यहाँ ओर्लिला यता हेर कान्छो यता हेर ल हाई गर कति अँधेरो आयो त फेरि हाई गर त हाई गर खोइ गरेको हाई गर ल ल यहाँ चाहिँ खसीलाई भिडन्त भइरहेछ दुईजना दाजुभाइको होइन म चाहिँ बस यताबाट भिडियो बनाउने मात्रै हो अरू केही गर्ने होइन है त त्यही नै हो ल त्यस्ता पनि बस्छ यहाँ गाइस हाम्रो चाहिँ 2082 सालको भाइटिका हामी चाहिँ फुप दिदी कहाँ टिका लगाउन बहिनीको त्यस्तै दिदी टाढा भएको कारणले हामी वर्षौनी दिदीको हातको टिका लगाउँछौँ सबै परिवार छन् अब भान्दै चाहिँ उता टिका लगाउन गएको छन्
हाम्रो चाहिँ यस्तो छ है खाने परिकारहरू। अरू बाँकी भित्र छन् हाम्रो भाउजूको छोरी, दिदी, भाइ, दाइको छोरो, दाइको जेठी छोरी अनि म। के भन्नु छ? सबैजनालाई ह्याप्पी तिहार। सबैजना जहाँ हुनुहुन्छ खुसी साथ बस्नु होला। दिदीबहिनी दाजुभाइहरू सबैजना, विशेष गरी बुवा मम्मी दिदी बहिनी सबैजनालाई मिस यु अनि धेरै माया है। यसपालि यस्तै भए पनि अर्को साल अथवा हामी सँगै बसेर राम्रोसँग मनाउला भन्न चाहन्छु मेरो तर्फबाट। सबैजनालाई ह्याप्पी तिहार, मिठो माया, मिठो सम्झना। ओके, बेस्ट अफ लक See you guys. ताई तको सप्तरङ्गी निधारमा खुल्न देऊ है, झेलु लामा बर्खे झरी तिम्रो इच्छा फुल्न देऊ।